तपाईको प्यारेन्ट्सको बुवाको पनि 50,000 स्यालेरी छ, मम्मीको पनि 50,000 स्यालेरी छ, घर भाडा पनि 50,000 छ हैन, जग्गा भाडा पनि 50,000 छ है। यो प्याटर्नलाई चाहिँ उनीहरूले चाहिँ डाउटफुल को रूपमा मानिराखेको छ। अर्को कुरा, तपाईको ठ्याक्क 21 लाख नै पुगेको छ इन्कम। आजभोलि म्याक्सिमम स्टुडेन्टहरुको 21-22 लाख इन्कम, 21-22 लाख इन्कम, त्यहाँभन्दा माथि इन्कम नै चढिराखेको छैन। अब यो कुराहरुमा पनि उनीहरु एकदमै कन्सर्न भइराखेको छ। इन्कमहरुलाई चाहिँ ब्याङ्कमा राख्ने ट्रेन्ड नै छैन। त्यसले गर्दाखेरि पनि हामीले बारम्बार भिडियोहरु बनाएर तपाईले आफ्नो फ्यामिली इन्कमहरुलाई अब चाहिँ ब्याङ्कमा रुट गराउनुस् है भनेर भनिराखेका छौं हैन। त्यसले गर्दा तपाईले यो फ्यामिली इन्कमहरुलाई ब्याङ्कमा रुट गराउँदाखेरि ठ्याक्क आफ्नो जुन जेन्युन इन्कम हो त्यसैलाई नै तपाईले प्रेजेन्ट गर्नु होला। इन्कमहरुलाई यति बनाउने कि उति बनाउने कि यति हाल्ने कि उति हाल्ने कि भनेर कन्सल्टेन्सीसँग सोधिकन त्यो मिलाइकन गरेको जस्तो देखियो भने चाहिँ भोलि त्यो डकुमेन्ट्सले तपाईलाई प्रब्लम दिने वाला छ। जस्तै मैले कतिवटा यो जर्नी टु अस्ट्रेलियाहरुमा पनि देखिराखेको छु, यति इन्कम बनाउँदा हुन्छ, यति ब्याङ्क ब्यालेन्स हाल्दा हुन्छ अथवा यति ल्यान्ड लिज देखाउँदा हुन्छ भनेर। तपाईले आफ्नो कन्सल्टेन्सीमा सोध्नुस् यस्तो कुराहरु, आफ्नो काउन्सलरसँग तपाईले बरु कन्सल्ट राख्नुस्। तर सोशल मिडियामा जहाँ चाहिँ भोलि जसको पनि आँखा पुग्छ त्यहाँ गएर चाहिँ तपाईले आफ्नो इन्कमलाई छत्ताछुल्ल सोशल मिडियामा नबनाउनुस्। यो कुरा सबैले हेरिराखेको हुन सक्छ, भोलि तपाईको त्यहाँनिर क्वेशन रेज हुन सक्छ। अर्को कुरा, भोलि नेपालको डकुमेन्टेसन चाहिँ कस्तो हुँदो रहेछ भन्ने कुरामा पनि क्वेशन रेज हुन सक्छ। यसमा एकदमै ध्यान दिनु होला। तपाईलाई जेन्युइन इन्फर्मेसन चाहिन्छ, प्रोसेसिङहरु गर्नुपर्छ, जीआईसी भिजिट गर्न सक्नुहुन्छ। थ्यांक यू।